अब चाहिँ हजुरहरू भिडियोमा देख्नुहुन्छ र यतापट्टिको घरको र नमस्ते छ सबैमा। हजुरहरू के कस्तो हुनुहुन्छ? आशा गर्छु हजुरहरू पनि सन्चै हुनुहुन्छ र म पनि सन्चै नै छु। यता चाहिँ म नुहाइधुवाइ गरेर त रेडी हुन थालेँ। भिडियो त म बनाउँछु साथीहरू, तर भिडियो बनाए पछाडि एडिट गर्न भोइस ओभर गर्न टाइमै पाउँदैन कि। अब माइतमा भए जस्तो सजिलो त हुँदैन नि त होइन। अनि यता अब काम धेरै हुन्छ, अनि काम गर्दा गर्दै मेरो चाहिँ भिडियोहरू अहिले कहिलेको भिडियो कहिले अपलोड गर्नुपर्ने हुँदैछ। र यो चाहिँ माघी पूर्णिमाको दिनको भिडियो थियो। हामीहरू चाहिँ अब नुहाइधुवाइ गरेर मन्दिर भनेर आएका थियौँ। अब पूर्णिमाको दिन, माघी पूर्णिमाको दिन दीपदान गर्नु, दर्शन गर्नु, मन्दिरहरू जानु भनिन्छ नि त। त्यसैले हामी पनि घरकै छेउकै मन्दिर भए पनि दर्शन गरेर आउँ, यसो साकेहरू जलाएर आउँ भनेर म हस्बेन्ड छोरी चाहिँ भएर मन्दिर आएका थियौँ। र यता चाहिँ दर्शनहरू पनि भइसक्यो। अनि त्यहाँ दर्शन भएर अर्को हनुमान मन्दिर पनि छ नि त हनुमानको, अनि त्यहाँ गएर यता दर्शन गर्न थाल्यौँ। अहिले चाहिँ हाम्रो दर्शनहरू पनि भइसकिरहेछ र यता चाहिँ म घरतिर जान निस्किँदैछु। उता परपट्टि छोरी उसको पापाहरू पनि आउँदै हुनुहुन्छ। र फेरि त्यसै दिन बेलुका यता चाहिँ म रेडी भएर कतै जान आँटेकी थिएँ। र कहाँ जान आँटेका थियौँ भने हामीहरू चाहिँ सुस्तानीको साङ्गे थियो नि त। अब सुस्तानीको पूजामा नबोलाए ठाउँमा त जानु भनिन्छ होइन, र बोलाए ठाउँमा त नजाने त कुरै छैन। त्यसैले यता चाहिँ हामी सुस्तानीको साङ्गेमा आयौँ, प्रसादहरू खायौँ। र यहाँ चाहिँ लाखपति जलाउनका लागि रेडी गर्दै हुनुहुँदो रहेछ। र अनि अब लाखपति जलाएको हेरेरै जाउँ भनेर हामीहरू पनि बस्यौँ एकछिन। यता छोरीले चाहिँ मलाई यस्तो दिक्दार लगाउँदैछ नभन्नु।